यो सुन्नुहुन्छ, थाहा पाउनुहुन्छ कि रामजी र लक्ष्मणजी सीताजी आउनु भएको छैन, वनवासबाट रथ मात्रै खाली आएको छ भनेर थाहा पाएपछि उहाँले चाहिँ आकुल व्याकुल भएर आफ्नो प्राणलाई नै त्याग दिनुहुन्छ। त्यो विरह सहन गर्न सक्नुहुन्न। कसरी यो 14 वर्षसम्म राम बिनाको जीवन कसरी जिउन सकौँ? हामी त पुरै जीवनभरि भगवानको नाम नजपिकन बस्न सक्छौँ, तर दशरथजी एकछिन रामचन्द्रजी टाढा हुँदा, एकछिन भगवानको नाम स्मरणबाट टाढा हुँदा बरु आफ्नो जीवनलाई त्याग्छु तर भगवान नामलाई त्याग्दिन। यस्तो पराकाष्ठा उहाँको भक्तिको पराकाष्ठा। दशरथजीले त्यही समयमा आफ्नो प्राणलाई त्याग दिनुभयो र त्यहाँ गुरुदेव भगवानले भरतजी र शत्रुघ्नजीलाई मामा घरमा दूतहरूलाई चिठी पठाउनु भयो कि घर फर्केर आऊ भनेर। र भरतजीले पनि यता सपनामा नराम्रो देखिरहनु भएको थियो। भरतजी पनि अयोध्यामा आउनुहुन्छ। पहिला अयोध्यामा कति रमाइलो दिव्य हुन्थ्यो, तर त्यो समयमा सबैजना सुनसान थियो। आज अयोध्यामा किन यस्तो भएछ, किन उजाड भएछ भनेर भरतजी सर्वप्रथम कैकेयी माताकोमा जानुभयो। कैकेयी माताकोमा जाँदा थालीहरू लिएर, आरती लिएर कैकेयी माता र मन्थरा त्यहाँ आरती सजाएर बसिरहेथे। अनि कैकेयी मातालाई प्रणाम गरेर भरतजीले सोध्नुभयो, आज किन अयोध्या यस्तो उजाड देखिरहेको छ? रामचन्द्रजी कहाँ हुनुहुन्छ? मेरो दाई कहाँ हुनुहुन्छ? भाउजू सीता कहाँ हुनुहुन्छ? मेरो भाइहरू कहाँ छन्? कौशल्या माता कहाँ हुनुहुन्छ? आज किन यस्तो? पिता कहाँ हुनुहुन्छ? भनेर सोध्नुभयो। भरतजीले त्यस्तो सोद्धाखेरि कैकेयी माताले आफ्नो पिताको चाहिँ त्यहाँ शरीर पुरा भएको भने खबर पठाउनु भयो, खबर बताउनु भयो। यति भन्दैमा उहाँ अत्यन्त दुखी के हुनुभएको थियो। फेरि केही समयमा भन्नुभयो, मेरो दाई कहाँ हुनुहुन्छ त? त्यसो भए रामजी कहाँ हुनुहुन्छ त भनेर भरतजीले जिज्ञासा राख्दा त्यहाँ कैकेयी माताले भन्नुभयो कि राम त वनवास गएका छन्। वनवास के कारणले गए? मैले तिमीलाई राज अभिषेक गर्न खोजेको थिएँ, यत्तिकैमा हाम्रो पिताको पनि उहाँले शरीर पुरा गर्नुभयो र रामजी पनि वनवास जानुभयो। यसरी सुनाउने बित्तिकै पिताको देह पुरा भएको अवस्थामा दुःख भएको थियो, तर जति रामजी वनवास जानुभएको खबर सुन्नुभयो उहाँको शरीर पुरै शिथिल भएर आकुल व्याकुल भएर रुन लाग्नुभयो। हे माता, मेरो कारणले आज मेरो दाई श्री रामचन्द्रजी वनवास जानु परेको छ। मलाई जन्म नै हजुरले किन दिनुभयो? बरु मलाई जन्म नै नदिएको भए हुन्थ्यो। मेरो कारणले गरेर आज भाउजू त्यति सुकुमारी, त्यति कोमल वनवासमा जानु पर्यो। मेरो भाइ लक्ष्मण वनवासमा जानु पर्यो, बरु मेरो जन्म नै नभएको हुन्थ्यो। म त कति अभागी रहेछु। जीवनभर मैले यो कलङ्क लिएर बस्नुपर्ने छ। मेरो कारणले आज यस्तो भयो भनेर कौशल्या माताकोमा जानुहुन्छ। र कौशल्या माताले जब भरतजीलाई आएको देख्नुहुन्छ, उहाँ त अत्यन्त आकुल व्याकुल भएर शिथिल अवस्थामा बसिरहनु भएको थियो। भरतजी र रामचन्द्रजी हेर्दाखेरि उस्तै देखिनुहुन्थ्यो र शत्रुघ्नजी र लक्ष्मणजी हेर्दा उस्तै देखिनुहुन्थ्यो। भरतजीलाई देख्ने बित्तिकै रामजी आएको सोचेर कौशल्या माताले गोदमा लिनुहुन्छ, सुमसुम्याउनुहुन्छ, पुलपुल्याउनुहुन्छ अनि भन्नुहुन्छ, माया गर्नुहुन्छ। भरतजीले भन्नुहुन्छ, म कति अपराधी रहेछु माता, आज मेरो कारणले यो सबै यत्रो ठुलो दुर्घटना भयो। त्यसपछि सबै प्रकारले कौशल्या माताले सम्झाउनुहुन्छ, भरत तिम्रो यसमा केही पनि दोष छैन। जे हुनु थियो विधि, हानि, लाभ, यश अपयश सबै भगवानकै हातमा हुन्छ, तिम्रो दोष छैन भनेर सम्झाउँदै भरतलाई अब आफ्नो पिताजीको कार्य जुन अन्त्येष्टि क्रिया छ त्यो पुरा गर्नको लागि भन्नुहुन्छ र गुरुदेवको आज्ञा अनुसार उहाँले आफ्नो कार्यलाई पुरा गर्नुहुन्छ। यही पाठ प्रसङ्ग हामीले श्रवण गरिरहेका छौँ, पाठ गरिरहेका छौँ। आउनुहोस् अब अगाडि के हुन्छ हामी पाठको क्रममा अगाडि बढौँ।